यात्रा त गर्ने तर म कुन बाटो जाने भनेर अहिलेसम्म कन्फ्युज छु है। रोक्नु पऱ्यो भने त त्यस्तै पहिला एउटा खुट्टा प्लास्ट बाहिर निकालेर रोक्नु पर्छ होला है। जाम पऱ्यो त त्यो बाटो सानो हो यदि मन लाग्यो नि त्यो बाटो चाहिँ है। यो बाटो कहिले बन्छ होला हेर्न बाटो त रुम बना है गाई रुम तिनवटा लिएर हुन्छ त तल्लो पछिबाट खेलको सरकारी कार्यालय चाहिँ यहाँ भित्रबाट मास्तिर छ है। मेरो दिन खराब हुने हो कि के हो जहिले म हिँड्न लागेपछि पानी पर्ला जस्तो हुन्छ कहिले त परि नै हाल्छ। फुलिले कति राख्छ यहाँ त पुरानो सिस्टम छैन धुलोको सुरुङ मार्गै हिँड्नुपर्ने बाटो रहेछ नि त। मलाई जङ्गलको यात्रा त्यसका बाजे सानो मान्छे हेर्दैन जान पर्यो। जलालबाग पुल इन्द्रावती नदी Yeah, can't fool flexing cause they know I got the sauce. Got the presence on me, I can't ever take it off. That's why I came, country boy stepping, yeah, I'm country boy stepping. Country boy stepping, yeah, I'm country boy stepping. Yeah, they can't get like me, rockin' boots and white tee. Designer on my cuff, ain't something like a movie. Country boy stepping, yeah, I'm निक्लेको अवस्था। आज त मेरो यो भ्लग छ सुरु गरियो र कहाँको लागि भनेर भन्नु भने दैलिङसम्मको यात्रामा यो भिडियोको यात्रा चाहिँ सम्भवतः दोलालघाट आसपासको बाटो हेर्नु होला कस्तो लाग्छ कमेन्ट गरेर नदेखिनु होला है त। यात्रा त गर्ने तर म कुन बाटो जाने भनेर अहिलेसम्म कन्फ्युज छु है। म अहिले यता कोटेश्वर आसपास छु तर म धुलीखेलको बाटो हुँदै बनेपा धुलीखेल हुँदै जाने कि अथवा भक्तपुरको भित्री बाटो भएर चाहिँ यो सिधै भक्कुण्डे बेसी कि कहाँ हो निक्लिन्छ अरे त्यता निक्लिने भनेर कन्फ्युज छु। हेरौँ अलिक परसम्म पुगेपछि प्लान केही न केही त बनिहाल्छ मेरो होइन। Puzzle pieces complete
एउटा खुट्टा फ्रन्ट बाहिर निकालेर रोक्नुपर्छ होला है। आइटर बाइक चाहिँ के हाइट छ क्या आठ तर यतिको आठ हुनुपर्छ क्या यतिको हाइट बाइक चलाउनु आफै यहाँ हाइट पुगेन भने पनि टाढा हुन्छ। के रहेछ बाइक चाहिँ याद है आयो अब भन्दा अग्लो बाइक चढेर फेरि केटाले बाइक कतै रोकेको भयो चढ्दै भनेर बाइक त्यो भन्दा अग्लो बाइक Yeah, we've been working, yeah, we've been. Last night we sent our sorrows to the stars, took our fears out to the forest, and we left them all to ride. Dragged them to the desert, let the fall. जाम परेछ त्यो बाटो जानु पर्यो हो। यो एरियामा त बाटो पनि बिग्रेर हिँड्नु रहेछ बाइक तर ऊ तल्लो लेयर पुरानो पहिलाको बाटो चाहिँ खासमा कुन चाहिँ हो तल्लो हो कि यो हो तल्लो हो जस्तो लाग्यो होइन त्यही पुरानो बाटो नि यही पुरो खतरा हुन्छ त्यो बाटो चाहिँ सुरुङ मार्गो भएर पो जान्छ उदुम लाग्छ नि त्यो बाटो चाहिँ है अन्त तल्लोपट्टि त अन्डरग्राउन्ड भएर जाँदो उतापट्टि साइडमा उतापट्टिको साइडमा मेन बाटो पहिलाको बाटो हो र यो होइन भाइ बाटो अर्कै यस्तो नयाँ क्या हो सहितै सहित त पुरै बुझ्न गाह्रो छ अन्डरग्राउन्ड त गाइस खत्रै बनाएर लाग्यो खत्रै कति भइरहेको रहेछ आजको चाहिँ पानी परेपछि हिल्लो घाम लागेपछि धुलै धुलो हुने बाटो हुन्छ उदुम धुलो हुने बाटो हुन्छ यो बाटो कहिले बन्द होला हेर राम्रो होला पुरै Oh, just pick 'em dry. Sent our secrets to the sky. Sent our secrets to the sky. Last night I went to build up my rocket ship. Took a trip through the stars. Sent my secrets to Mars. Pulled up right off the Milky Way. Then I put it in bar. Told my son I'ma see him as soon as Jupiter. बाटो त उदुम बना है गाइस रुम तिनवटा लिएर हुन्छ त तल्लोको छेउमा बिचको एलियन अनि यो साइड साइडको चाहिँ फेरि अर्को हाइटमा बाटो फुर्ती भएको त सिलिली तिर लागेर गयो भने बिटी हाइवे त्यता लाग्छ हामी चाहिँ फेरि अगाडि जाने हो धुलीखेलको सरकारी कार्यालय चाहिँ यहाँ भित्रबाट मास्तिर छ है अनि धुलीखेलमा त्यो एउटा थियो नि बाइक चलाउनेहरू त्यो ढुङ्गा के अरे ढुङ्गामाथि बसेर फोटो खिच्ने त्यो यतैबाट जाने हो कि जस्तो लाग्यो है एकैपल्ट जमानामा गएको थिएँ अन्त गएको होइन मेरो दिन खराब हुने हो कि के हो जहिले म हिँड्न लागेपछि पानी पर्ला जस्तो हुन्छ कहिले त परि नै हाल्छ पर्ने सिजन भए पनि त्यस्तो
पानी नपर्ने सिजन भयो भने त्यस्तो हुन्छ अहिले त्यस्तो हुन्छ मेरो लकले नभएको थियो त्यो आज अहिलेको मतलब मस्त लगाएको थियो यतातिर पुरै मजाले बादल लाएर पानी पर्न पर्ला जस्तो भयो अनि पर्थ्यो भने मेरो बिजोग हुन्छ अनि चिज हुँदै रहेछ है भाइ कहाँसम्म चिज यहाँको त सक्यो जस्तो लाग्यो यहाँ तलतिर चिज गर्दै गर्दै छ जस्तो बिस्तारै बिस्तारै प्रगति भइरहेको छ ल सुरु भएछ अब कति बाटो सिलिगुडीवाला सिलिगुडी कति बाटो यहाँ त पुरानो चिज पनि छैन सबै नयाँ देश जस्तो त हामीलाई चाहिँ हो कि जस्तो छ बढाउनु चाहिँ बाटो लगभग सब बढाएर भएछ कहिलेसम्म दुःख पाउने हो यो एरियाको जनताले हामी जस्तो कहिले पनि हिँड्ने मान्छेहरूले के अरे यतातिर त बाटो राम्रो छ है त्यो झिलझिलबाट अलिकति एउटासँग चिज छ त्यहाँबाट लगभग 3-4 किलोमिटर जस्तो हामी फेरि अफरोड छ 25 किलोमिटर त्यसपछि यो पुरानो चिज भर्ता होला क्या त्यो पुरानो चिज हो होइन यता बाटो बढाउने कार्यक्रम पनि भएर हुन्छ त्यो भएको भएर एउटा त्यो खासै त्यस्तो नराम्रो छैन औलाफुली यताउता भन्नु पर्ने जान्छ अन्त भने त्यो केही छैन सब बिन्दास बाटो राम्रो हो अनि फेरि यतातिर एउटा सजिलो चाहिँ के हुन्छ भने गाडी कम चल्छ क्या अन्त चाहिँ हाइवेमा जस्तो धेरै गाडी चल्ने होइन गाडी कम चल्ने भएको भएर चाहिँ मजाको बाटो जङ्गलको यात्रा त्यसका बाजे सानो त्यसका बाजे सानो हेर्नुलाई के गर्थ्यो
गरी दोलाल घाटमा स्वागत गर्दछौँ। दोलाल घाट खालको त्यहाँ चलाएर दोलाल घाटको पोल वरबाट चाहिँ यो फुलकोसी भन्छ फुलकोसी होला यो सायद यो अगाडि मान्छेतिर यो ठुलोको आसपास चाहिँ राम्रो बजार छन्। यही फुलकोसीको फुल तरेर चाहिँ दोलाल घाटको पानीपट्टिको बजार जान्छन्। यो भिडियो चाहिँ यहीसम्मको लागि यतिसम्म भिडियो हेरिदिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने मेरो भिडियोहरू कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला। त्यहाँदेखि हाम्रो भेट भइरहन्छ अरू भिडियोमा है त। अब जाँदै इन्द्रावती नदी रहेछ। इन्द्रावती दोलाल घाट पुल इन्द्रावती नदी अहिले त यो पुलमा पनि पुरै लाइट थाहा छ भनेर लाग्छ। लाइट त होला राम्रो देखिन्छ। हजुर जाँदै